ओइ बाबु त भात खाने हैन हेर पुठा अँध्यारो बनाएर बत्ती पनि नबालिकन बसेछ आइज भात खानलाई ल ल तपाईँ जानु ल म एकछिन आउँछु ल मम्मी खाजा ल्याइदिनु न बिहान उठेर न प्रार्थना गर्नु छ न बाइबल अध्ययन गर्नु छ खालि गेम भनेछ नगराउनु टप बढी कति बढी गर्छस् तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। ला यो के भनेको यो? दादा दादा यो के भनेको? पक्न पछि भन्छु अहिले भन्छु। पक्न पछि भन्छु। अहिले भन्दिन न। नगरा न बरु के Hanan. Ini pasir. Revive. Oh, keluar. Mau. ए बुढी चाबी ल्याउन कहाँ जानु यसो जसङलाई हस्पिटल जाउँ कि भनेर ए उसो भए छोरालाई नि लिएर जानु न छोरा होस् छोरा पढ्दै होला म एक्लै गरेर आउँछु त्यही नजिक त हो नि ज्याकेट नै लाउनुहोस् ल बुढी म गएँ कति कल आएर भने कति फोन आइरहेको भने झन् हारेर बेलामा काटिदिन्छु कति कल आइरहेको न ड्याडी पनि के खेल्दा बेला हरेर बेला कति गरेर ड्याडीले चाहिँ फोन झन् गेम हारिरहेको छ कति गरेर अघिदेखि कति नै सोचेको कस्तो नचला भने
उसले परमेश्वरको आवाज सुन्न छोड्यो। किनभने उसका आँखा मोबाइलमा अडिएका थिए। प्रभुको वचनद्वारा प्रभु बोलिराख्नु भएको थियो, उसले सुनेन। खेल जित्ने होडमा उसले आफ्नो आत्मा नै हार्दै गयो। स्क्रिनको उज्यालोमा हरायो र आत्मा झन्झन अन्धकारमा डुब्दै गयो। स्वर्ग खुलिएको थियो र उसले देखेन। के ऊ प्रभुमा फर्किएला?